के गर्न खोजेको हैन हैन त्यस्तो हैन मैले यस्तो गर्नु खोजेको के गर्न खोजेको दाइ अब तपाईले के गर्नु खोज्नु भएको ए दाइ एकछिन रुक्नु दाइ यस्तो के भिडियो बनाउन पाइन्न दाइ यता के त सलक के दाइ म ए दाइ सरी म जान्छु दाइ जान्छु वेलकम ब्याक टु माई च्यानल सबैजना सन्चै हुन्छ होला म एकदम सन्चै छु आज चाहिँ म अहिले बेलुकातिर माथि यसो जाँदैछु अनि त्यही हो अब एक्लै छु हैन अब जाँदैछु अब यहाँ मामा घर बसेर माथि उक्लिँदैछु जङ्गलको बाटो छ हैन टक्क जाँदैछु सो गाइज लास्टसम्म सबैजना भिडियो हेर्नु होला अनि माया पनि गर्नु होला भाइ हजुर के गरेको भिडियो बनाएको भ्लग भिडियो यहाँ भिडियो बनाउन मिल्दैन भने थाहा छैन कहाँ यहाँ खै थाहा छैन हैन मैले त आफ्नो अनुहार मात्रै देखाएको छु नै त्यो पनि मिल्दैन आफ्नो अनुहार पनि मिल्दैन हो र एकदम हैन होला म हैन आफ्नो क्यामेरा बन्द गरिहालम हैन म त हैन म भिडियो मात्र देखाउँछु नि अरु के गर्नु मिल्दैन हैन त्यो मैले यस्तो के भ्लग भिडियो बनाउँछु तपाईले पनि मिल्दैन थाहा छैन यहाँ भिडियो बनाउन मिल्दैन भने हाम्रो गाउँमा थाहा छैन ओहो भिडियो बनाउन मिल्दैन नि क्यामेरा बन्द गरिहालम हैन दाइ मिल्दैन मैले भ्लग भिडियो मात्र बनाउँछु अरु केही गर्दिन के त्यो पनि मिल्दैन हाम्रो गाउँमा टेकेपछि केही गर्न मिल्दैन भ्लग बनाउन मिल्दैन थाहा छैन हैन त्यस्तै मैले यस्तो गाउँको भिडियो बनाएको छैन अनुहार मात्र अनुहार पनि मिल्दैन क्यामेरा बन्द गरिहालम हैन म त क्यामेरा बन्द गरिहालम नत्र फुट्ला क्यामेरा हैन क्यामेरा त म बन्द गर्दिन क्यामेरा त म बन्द गर्दिन त्यो मिल्दैन के धेरै दर्शकले हेर्छन् हैन त्यो मिल्दैन हैन भिडियो बनाउनु त अब मिल्छ मिल्दैन त्यो मिल्दैन म यही तल आएको कि मामा घर मेरो मामा घर भए पनि मिल्दैन भिडियो बनाउन चाहिँ मिल्दैन किनकि मेरो अनुमति चाहिन्छ भिडियो बनाउन थाहा छैन भाइ तिमीलाई दाइ त्यस्तो अब दाइ नै भन्नु नि अब दाइ मिल्दैन त्यस्तो नगर्नु नि दाइ मिल्दैन हैन त्यस्तो नगर्नु नि दाइ क्यामेरा बन्द गरिहालम हैन म क्यामेरा म बन्द गर्दिन मिल्दैन क्या मिल्दैन क्यामेरा म बन्द गरिन क्यामेरा बन्द नगर्ने हो म त क्यामेरा बन्द गर्दिन किनभने म भ्लग भिडियो बनाउँछु हेर्नु तपाईले मजाक गर्नु कस्तो हो मजाक होइन रियल कुरा हो कि भिडियो बनाउन मिल्दैन भ्लग जे पनि बनाउन मिल्दैन थाहा छ कि नै दाइ एकैछिन ल हेर्नु गाई छ होइन मैले यहाँ भिडियो बनाउन यहाँ गाउँमा म आएको थिएँ भिडियो बनाउँदै आएको थिएँ मामा घर यहीँ तल हो यहीँ तल यहीँ तलसम्म मामा घर होइन त्यहाँबाट भिडियो बनाउँदै आएको थिएँ यो दाइले होइन बाटो मलाई भेटाउनु भयो दाइले के भन्नुहुन्छ भने भिडियो यहाँ बनाउनु पाउँदैन यहाँको अब के अरे मैले भनेपछि मात्र बनाउनु पाउँदैन भनेर उहाँ खै के दादागिरी के गर्नु खोज्नु भएको मलाई थाहा भएन तर म त भिडियो बनाउँछु उहाँले अब भिडियो यदि बनाएछ भने म तँलाई कुट्छु नि भनेर मलाई भन्नुभएको छ बनाउनु मिल्दैन यो एरियामा चाहिँ बनाउनु मिल्दैन किनकि हाम्रो गाउँ हो नि त यो उहाँले मिल्दैन उहाँले कुट्छु नि भन्नुभएको छ तपाईँले क्यामेरा बन्द गर्नु भएन भने क्यामेरा सायद फुट्न सक्छ तपाईँले उहाँले कुट्छु नि भन्नुभएको छ अब कुद्दै म सन्छु होइन कुद्नु होइन अब मैले के गर्न खोजेको हैन त्यस्तो हैन मैले यस्तो यो गाउँमा बनाउनै पाइँदैन भिडियो हैन चाहिँ गर्न पाइँदैन अब यस्तो म अर्का गाउँमा आछु तपाईको गाउँ रहेछ गर्न पाइन्न तपाईले के बनाउन पाइन्न यो गाउँमा तपाईले यस्तो गर्नुपर्ने अब म नयाँ गाउँमा आएको मान्छे हैन र गाई हुन्न म नयाँ गाउँमा आएको मान्छे उहाँले अब यो गाउँमा दादालाई यहाँ अनुमति दिन पर्दैन उहाँले त्यस्तो कहाँ बनाउन पाइन्छ उहाँले सरकार गरे त्यस्तो कहाँ बनाउन पाइन्छ उहाँले सरकार गर्ने ठाउँमा मलाई हातपात गर्नु भएको छ गाई छैन चाहिँ भिडियो बनाउन पाउनु उहाँले अब खै के गर्नु खोज्नु दाइ अब तपाईले के गर्नु खोज्नु भएको ए दाइ के गर्नु भएको हैन दाइ के गर्नु ए दाइ त्यस्तो गर्नु न त्यस्तो बनाउन पाइन्छ भिडियो बनाउन पाइन्न ब्याक हैन दाइ यस्तो के दाइ यस्तो रुक्नु दाइ यस्तो रुक्नु दाइ यस्तो के भिडियो बनाउन पाइन्न दाइ यता के त सलक के दाइ म ए दाइ सरी म जान्छु दाइ जान्छु दाइ मैले मजाक गरेको जस्तो लाग्यो मजाक गरेको कि कस्तो गरेको होइन
मलाई के थाकेर गाइज म त के होइन अर्कै गाउँमा आएको भिडियो बनाउन मिल्दैन भनेर मलाई हातबाटै सुधा गरी होइन गाइज के गर्ने यहाँ हान्यो होइन टाउकोमा हान्यो गाइज अनि त्यो लत्ती सानो ठुलो लत्ती भनेर मलाई मार्ने होला सानो लत्तीले एउटा ढाडमा हानेर my god गाइज के गर्ने माथि पुग्नुपर्छ होइन त्यो ठाउँमा अनि त्यो ठाउँ पुगेर मान्छे चाहिँ कहाँ गयो त्यो मान्छे गयो क्या अघि गाडीमा जानुपर्ने छ म त भिडियो बनाएरै जानु पर्ला भनेर सोच्थ्यो एक्कासी त्यो मान्छे आएर भिडियो बनाएर के गरेको भन्छ अझै यहाँ दुखाउँदैछ गाइज ओहो भिडियो गाइज म त यहाँ त डर लाग्यो अब एकैचोटि माथि गएर बनाउनु पर्ला अल्छी पनि भइसक्यो